गाइज है म चाहिँ गाइज हैन तपाईलाई चाहिँ हैन गुगलबाट चाहिँ कसरी फ्रीमा चाहिँ एनपिएल हेर्ने म तपाईलाई चाहिँ लिंक सेयर गर्छु के है। भिडियो चाहिँ राम्ररी हेर्नु है। म चाहिँ अहिले गुगलकै लिंकबाट चाहिँ एनपिएल हेरिरहेको कि पुरा लाइभ चितवनको र चाहिँ लुम्बिनीको लाइभ चलिरहेको है। म चाहिँ हेरिरहेको फ्रीमा, पैसा नि तिर्नु परेको छैन हैन। डिसमले त डुबाइदियो 1500 रुपैयाँ हैन। म चाहिँ गाइस तपाईलाई चाहिँ फ्रीमा चाहिँ कसरी हेर्न मिल्छ एनपिएल चाहिँ गुगलबाट कुन लिंकबाट केमा गएर हैन कसरी हेर्न मिल्छ म चाहिँ तपाईलाई लिंक सेयर गर्छु गाइस है। मैले पनि हिजो अस्तिदेखिबाट ट्राई गरेको, आज चाहिँ बल्ल म सक्सेस भएको हैन। मैले चाहिँ अहिले चाहिँ आफ्नै ल्यापटपमा मस्त रुममा बसेर चाहिँ लाइभ हेरिरहेको। भर्खरै चाहिँ लुम्बिनी लायन्सको चाहिँ ब्याटिङ सुरु भयो गाइस। कसरी हेर्ने के गर्ने भनेर चाहिँ फर्स्टमा चाहिँ तपाईँ जानु हैन, यसलाई चाहिँ इन्टु गरिदिउँ है। यसलाई चाहिँ हटाइदिन्छु म। तपाईलाई चाहिँ गुगलमा जानु हैन, गुगलमा गएर YONOTV भनेर चाहिँ यो सर्च गर्नु है। सर्च गर्नु, सर्च गरिसकेपछि वेबसाइटहरु खुल्छ है। वेबसाइटहरु खुलिसकेपछि तपाईले चाहिँ फर्स्ट यो लिंकमा क्लिक गर्नु है। मोबाइलमा पनि हुन्छ, ल्यापटपमा पनि हुन्छ, जुनसुकैमा पनि मिल्छ। अनि चाहिँ यसलाई चाहिँ थोरै स्क्रल गर्नु, स्क्रल डाउन गर्नु, एडहरु आउँछ। हल्का चाहिँ एडहरुमा चाहिँ प्रब्लम हुन्छ, तर चाहिँ एचडी फुल एचडी क्वालिटीमा हेर्न सक्नुहुन्छ है। अनि चाहिँ यहाँ देखाइरा छ नेपाल प्रिमियम लिग 2024 भनेर देखाइरा छ है। लुम्बिनी भर्सेस चाहिँ चितवनको लाइभ चलिरहेको चाहिँ हामी चाहिँ लुम्बिनी भर्सेस चितवनको लाइभ हेर्दै छौं। अनि यहाँ चाहिँ क्लिक गर्नु है। मोबाइलमा पनि ल्यापटपमा पनि सेम प्रोसेस है, सेम प्रोसेस गर्नु। अनि पछि फेरि यस्तो खुल्छ, यो पेज खुल्छ, यो एडर आउँछ। एडरलाई चाहिँ हटाइदिनु अनि चाहिँ थोरै स्क्रल गर्दै जानु। अनि चाहिँ लुम्बिनी भर्सेस चितवन म्याच इन्फो भनेर चाहिँ देखाइरहेको है। सबै डिटेलहरुमा देखाउँछ कि यहाँ के कस्तो छ। अनि चाहिँ हाम्रो तल गइसकेपछि म्याच लाइभ भनेर देखाइरहेको स्मुथ लिंक लुम्बिनी भर्सेस चितवन। अनि चाहिँ जुनसुकै लिंकहरुमा पनि क्लिक गरेर हेर्न मिल्छ मिल्नलाई। तपाईलाई कुन बेटर लाग्छ, म चाहिँ सेकेन्ड नम्बरबाट हेरिरहेको है। अनि यो यसमा चाहिँ क्लिक गर्नु हैन। अनि पछि चाहिँ भिडियो यहाँ रिफ्रेश हुन्छ। अनि थोरै यसलाई स्क्रल डाउन गर्नु। अनि चाहिँ गेमहरु चाहिँ अब लोडिङ भइरहेको है। अनि यहाँ खुल्छ प्लस 1300 प्लसले चाहिँ अहिले चाहिँ लाइभ हेरिरहेको यो वेबसाइटबाट है। हजुरले पनि मजाले हेर्न सक्नुहुन्छ फ्रीमा, पैसा नतिरिकन है। मजाले हेर्न सक्नुहुन्छ। थोरै चाहिँ टाइम लाग्छ कि यसलाई चाहिँ लोडिङ हुनलाई। है खुलिसक्यो है। सक्यो गाइज हैन। डिसमले चाहिँ पैसा उता डुबाइदिएको थियो, यता चाहिँ यो लिंक पाएँ मैले टिकटकबाट। म चाहिँ एकदम खुसी छु है गाइज। मजाले हेर्न मिल्छ है। लुम्बिनीले चाहिँ 13 रन हानिसकेको छ है चितवनलाई चाहिँ। ल गाइज तपाईले नि एकचोटि ट्राई गर्नु हैन। भएन भने चाहिँ इनबक्स गर्नु ल सबैजनाले। मजाले हेर्नु ल लाइभ।